आज मैले के बोल्नु र खै चितवनले देखाएको यो माया सबैभन्दा धेरै माया देखाएको छ सम्पूर्ण चितवनवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई मेरो सबैभन्दा पहिला धेरै 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 धन्यवाद छ। धेरै धन्यवाद चितवन। अब सबभन्दा पहिला हाम्रो पार्टीका वरिष्ठ नेता राजसभाले भावी प्रधानमन्त्रीका रूपमा अगाडि बढाएका बालेन्द्र शाह बालेनजीलाई चितवनमा स्वागत गर्न चाहन्छु। हाम्रो चितवनमा स्वागत छ बालेनजी। हाम्रो चितवनमा स्वागत छ तपाईलाई। नीलो क्रान्तिको उद्गम स्थल चितवनमा स्वागत छ तपाईलाई। चेपाङ जातिहरूले पहिचान खोज्दै अस्तित्व खोज्दै सङ्घर्ष गरिरहेको बोटे समुदायले माया गरेको विभिन्न थारू समुदायले आशा र भरोसामा हेरिरहेको यो चितवनमा स्वागत छ तपाईलाई। मौरी पालक किसानहरूले आफ्नो महमा आत्मनिर्भर नसक्छौं, हाम्रो महलाई यही आउन सक्ने वातावरण बनाइदियोस् भनेर सङ्घर्ष गरिरहनु भएका सम्पूर्ण मौरी पालक मह किसानको तर्फबाट स्वागत छ चितवनमा। चितवनमा उत्पादन भएको केरालाई कम्तीमा पनि चितवनलाई आत्मनिर्भर बनाऊ। चितवनले उत्पादन गरेको केरा हुँदाहुँदै हामीलाई बाहिरको केरा चाहिँदैन। सम्पूर्ण केरा किसानको तर्फबाट चितवनमा स्वागत छ तपाईलाई। देवघाट आदि प्रयाग भनेर चिनिन्छ। संसारकै ठुला भन्दा ठुला धर्मात्माहरूले एकपटक पाइलो टेक्नै पर्ने ठाउँ भनेर वैदिक सनातन धर्मावलम्बी हिन्दू धर्मावलम्बीले आस्थाको रूपमा हेरेको यो देवभूमि चितवन, यो देवघाटका तर्फबाट पनि स्वागत छ तपाईलाई। अब म छोटो केही कुरा राख्छु। अब धेरै बोल्ने समय गइसकेको छ। अब भोट हाल्ने दिन नजिक आएको हुनाले अब जे गरिन्छ मतपत्रमा गरिन्छ, 21 गते गरिन्छ। सबभन्दा पहिला यसपटक म चितवनमा आफ्नो निर्वाचन क्षेत्रमा धेरै जान पाएको छैन। आफ्नो निर्वाचन क्षेत्रमा धेरै जान नपाएको हुनाले मेरो तर्फबाट भोट माग्दिन तपाईँ जानुपर्ने हुन्छ। म देशभरिका घण्टी बाघलाई जिताउन दौडिएको छु है। नपुगेको ठाउँमा यो आएन यसपटक त भोट नदिने कि क्या नभन्नु होला। यसपटक नयाँ रेकर्ड राख्नुपर्छ भनेको छ। यसपटक त देश जागेको छ। त्यसैले चितवनले अर्को नयाँ रेकर्ड राख्छ होला। घर नपुगेका घरहरूमा आफ्नो निर्वाचन क्षेत्रबाट यहीँबाट भोट मागे है। मलाई मात्र होइन समानुपातिक उम्मेदवार सहितलाई दुवै ठाउँमा घण्टी चुनाव चिन्हमा भोट हालिदिनुहोस् है। यसपटक घण्टीमा आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो 21 गते धेरै महत्त्वपूर्ण हो र सायद अब चुनाव भाषण गर्ने चुनावी सभाहरू हुने छैनन्। कम मात्र सभाहरू बाँकी छन्। म आज यही चितवनबाट भन्न चाहन्छु, इतिहासले मागेको कुरा नेतृत्वले दिन सकेन भने त्यो देश असफल हुन्छ। हामी यस्तो मोडमा आइपुगेका छौँ कि अब हामीले असफल पार्ने हामीलाई छुट पनि छैन। म तपाईँलाई फेरि पनि भन्न चाहन्छु, जो जहाँ राजनीतिक दलमा हुनुहुन्छ त्यो राजनीतिक दलको आस्था विश्वासलाई त्याग्नुपर्छ भनेकै छैन। मात्र घण्टीमा भोट यसपटक परिवर्तनका लागि। किनकि यति धेरै 30 वर्ष मुनिका सबभन्दा धेरै युवाहरू उम्मेदवार बनेर इतिहासमा यसरी पहिला कहिले पनि आएका थिएनन्। यसपटक आएका छन्। युवाको पार्टी पनि रासोपा, महिलाको पार्टी पनि रासोपा, जेन्जीको पार्टी पनि रासोपा, जनजातिको पार्टी पनि रासोपा, थारूको पार्टी पनि रासोपा, शहीदको पार्टी पनि रासोपा, घाइतेहरूको पार्टी पनि रासोपा, डाक्टर इन्जिनियर फाइबरका पेसाकर्मी सबैको रासोपा। सबैजना इतिहासमा पहिलो पटक घण्टीमा गोलबद्ध भएका कारणले दुईटै छाप घण्टीमा प्रत्यक्षमा पनि समानुपातिक बनायो। अब मलाई धेरै नोबल अलि तिखो नोबल भन्छन्, चर्को नोबल पनि भन्छन्, अलि गाली गलोज नगर पनि भन्छन्। म परे रवि लामिछाने अलिअलि नघोची हुँदैन। मलाई टुच्च नघोच्दिए त म पनि चुप लाग्थेँ नि। ठाउँ ठाउँबाट घोचिरहन्छन्, दिइरहनुपर्छ। एउटा कुरा भन्नै पर्नेछ, म माथि प्रमाण छ भनिएको आज 658 दिन भएछ। 658 दिन भएछ प्रमाण छ भनेर भनिएको।
चाहिएन प्रमाण भइगयो र मलाई अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएको छ। तेरो अन्तिम इच्छा के हो भनेर बुट बजार्दै मेरो बेडरुम भित्र छिरेर मलाई सोधिएको पनि तपाईहरुलाई सम्झना छ होला। मैले त्यसको जवाफ दिएको थिएन। आज म चितवनबाट भन्न चाहन्छु मेरो अन्तिम इच्छा के हो 21 गते मतपत्रमा देखाइदिनु होला। हाम्रो अन्तिम इच्छा के हो 21 गते मतपत्रमा देखाइदिनु होला। म सबैलाई यहाँबाट सन्देश दिन चाहन्छु सम्पूर्ण जुन घटनाले आज देश यो परिस्थितिमा आयो त्यो दुःखद घटनालाई यसको सुखद गन्तव्यमा हामीले लिएर जानुपर्ने छ। हामीसँग कोही त्रसित हुनु पर्दैन। हामी मुलुकलाई समुन्नतिको बाटोमा लिएर जान्छौँ। सुशासनको नयाँ रेकर्ड र मानक हामी तयार गर्छौँ। अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा लिएर जान्छौँ। अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारहरूलाई हामी मागी खाने भाँडो होइन, हामी गरी खाने अवस्था सृजना गर्छौँ। म फेरि पनि भन्न चाहन्छु यो देश मागेर धनी हुने होइन, गरेर काम गरेर धनी हुने देश हो। हामी मागेर देश बनाउने देश होइनौँ। यो मागी खाने देश होइन, यो गरी खाने देश हो। हामी यसपटक गरी खाने देश बनाउन आएका छौँ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यहाँ भ्रम पनि छर्न खोजिएको छ कसैलाई देश जलाउनेहरू भनेर हामी सम्बद्ध कतिपय मान्छेहरूलाई आरोप पनि लाग्ने गरेको छ। म फेरि पनि स्पष्ट गर्न चाहन्छु हो पहिला स्कुलको ड्रेसमा आएका कलिला बालबालिकाको छाती र टाउकोमा ताकी गोली हानियो, त्यसपछि मात्र संरचना जलेका हुन्। जल्नु हुँदैन थियो, गलत भयो, तर गोली ठोक्न हुँदैन थियो, मान्छे मार्न हुँदैन थियो। त्यहीबाट बिग्रिएको हो। आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई गोली ठोक्यो। त्यसैले जलाएको सिंहदरबार। त्यो सिंहदरबारमा भ्रष्टाचारको अखडा हुन्न थियो भने बालबालिकाहरू स्कुल ड्रेसमा आन्दोलन गर्न सुशासन माग्न जाँदैनथे, नेपोकेटको नारा लिएर जाँदैनथे। तिमीले बेइज्जती बनायो, उनीहरू नारा लगाउन गए। त्यसकारणले सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्, एउटै जात छ उनीहरूको, अरू कोही पनि होइन। तर बन्छ हामी बनाउँछौँ मात्र होइन, हामी बदल्छौँ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, परिवर्तनको सङ्घारमा आइसकेपछि तपाईँहरूले मन दह्रो पार्नुपर्छ। म अन्त्यमा तपाईँलाई केही कुरा बताउन चाहन्छु। यतिखेर पार्टीप्रति निष्ठा देखाउने बेला होइन। मेरो बाउको पार्टी, मेरो बाजेको पार्टी कहीँ जाँदैन। बाउ बाजेको पार्टी 5 वर्ष के हुन्छ, कहीँ जान्न। खालि संसदमा मात्र कम गरिदिउँ भनेको, हामीले सकेसम्म निल बनाइदिउँ भनेको। मैले त भनेको थिएँ यसपटक परिवर्तन गर्न सकिएन भने इतिहासमा यस्तो अवसर सधैँ आउँदैन। यो अवसरलाई सदुपयोग गर्नै पर्छ। सबैले सदुपयोग गर्नु होला। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हाम्रा कयौँ उम्मेदवारहरू अहिले आशा गरिरहनु भएको छ म वा बालेनजी या हाम्रा कोही नेताहरू एकचोटि आइदिए, मैले चुनाव जित्थे, एकचोटि टेकिदिए हुन्थ्यो, एकचोटि आएर बोलिदिए हुन्थ्यो, उभिदिए हुन्थ्यो भनेर देशैभरिका कयौँ उम्मेदवार साथीहरूले भन्नुभएको छ। म यही मञ्चबाट चितवनबाट तपाईँलाई भन्न चाहन्छु, मतदाताको घर घरमा पुग्न तपाईँ जानुहोस्। देशका मतदाताहरू घन्टीमा छाप लगाउन तयार भएर बसेका छन्। चिन्ता नगर्नुहोस्, आफ्नो इमानमा अडिग रहनुहोस्। मतदाताहरू तयार भएर बसेका छन्। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म कुनै नातै नलिएर चितवन आएको थिएँ। अन्याय परेका बेलामा साथ दिएको एउटा नाता बोकेर चितवन आएको यो मान्छेलाई तपाईँले देखाउनु भएको यो आशा र भरोसाका लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। चितवनले परिवर्तनको बिगुल फुकेको थियो, घन्टी बजाएको थियो। अब यसलाई टुङ्गोमा पनि चितवनले पुर्याउनेछ। म तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई यो विश्वास, यो माया, यो सद्भाव, यो उपहारका लागि धेरै 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 धन्यवाद दिन चाहन्छु। म सँगसँगै मेरो निर्वाचन क्षेत्र भएका हुनाले सँगसँगै डाक्टर मनोहर प्रधान, प्रभा ढकाल, समिना मिया पनि समानुपातिकमा उम्मेदवारका रूपमा आउनु भएको छ। उहाँहरूलाई पनि अत्यधिक मत दिएर यहाँहरूले विजयी गराउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। र सुपर लास्टमा जाँदै यति भन्छु कि कतिपय ठाउँमा मैले भनेको सुनेको थिएँ कि एउटा भोट चाहिँ यता यसो हाल्दिउँ, हामी त गर्वदेखिको फलानु पार्टीको, यो देखिको फलानु पार्टीको भनेर भन्नुभएको छ। म छातीमा हात राखेर भन्छु, तपाईँलाई अहिले पनि पुराना
राजनीतिक दलले परिवर्तन गर्छन् भन्ने विश्वास छ भने सबै भोट तिनलाई दिनुहोस्, हामीलाई चाहिँदैन, सबै दिनुहोस्। होइन भने 5 वर्षलाई हामीले मौका मागेका हौं। 5 वर्ष स्थायी सरकार देखाएर थिति बसाल्छौं, देशलाई विकास समृद्धि विकास निर्माणको बाटोमा अगाडि लिएर जान्छौं। नागरिकले महसुस हुने गरी नागरिकको सेवक भएर काम गर्छौं। गर्न सकेनौं भने तपाईकै पार्टी जिन्दाबाद, तपाईकै नेता जिन्दाबाद। तपाईको पार्टीको झण्डा मैलो भएको छ भने अर्को सिलाएर हामी दिउँला, तपाईको नेताको फोटो सिरानीमा हामी पनि राखौँला। 5 वर्षपछिलाई अहिलेलाई अर्को कुनै पार्टी र अर्को कुनै चुनाव चिन्हले एक सिट जित्नु हुँदैन, सबैतिर रासोपा, यता पनि रासोपा, उता पनि रासोपा। यो उहाँहरूप्रतिको अवमूल्यन होइन, मैले उहाँहरूलाई कटाक्ष गरेको होइन, उहाँहरूलाई सम्मान गरेको। किनकि इतिहासको त्यो कालखण्डमा देशमा परिवर्तन ल्याउनको निमित्त पुराना राजनीतिक दल र नेताहरूले ठुलो त्याग र तपस्या गरेका छन्। त्यही त्याग स्वरूप उहाँहरूलाई सम्मानित प्रतिपक्ष, सडकको प्रतिपक्ष अहिले बनाउनु पर्नेछ। एक पटक हामीले मौका पाउनु पर्नेछ। म यति भन्न चाहन्छु। हस्, यहाँहरूको भव्य उपस्थितिका लागि धेरै धेरै धन्यवाद। चितवनले देखाएको यो माया निरन्तर रहिरहोस्।